गाइस म चाहिँ यहाँ मल लिन आएको है। यहाँ यस्तो बाँसको झारतिर छ है, यस्तो छ है गाइस। यहाँनिर छ है, यस्तो छ उहाँहरूको गाई गोठ यस्तो छ, मल राख्ने ठाउँ यस्तो गोठ चाहिँ यहाँ रहेछ। यस्तरी यस्तो गोठबाट यस्तो छ गाइस। हेलो गाइस, म चाहिँ मल उठाउन आएको यहाँ। यस्तै छ कम्पोस्ट मल, यहाँ गोठको चाहिँ मल। म चाहिँ तरकारी रोप्नु भनेको मल लिन आएको यहाँसम्म। मल चाहिँ एकदम कम्ती रहेछ, थोरै तै पनि थोरै लिएर जानेको म। यो हो मेरो चाहिँ है त।